हेलो गुड मर्निङ साथीहरु। आज चाहिँ म यहाँ सानो एउटा भिडियो लिएर आएको छु कि सबै मान्छेहरुले मेरो फेसमा हेरेर हैन अब जज गर्न थालिसक्यो। मेन कुरा चाहिँ के भनेदेखिबाट यार बॉयफ्रेन्डसँग यहाँ ब्रेकअप भएको कति दिन भइसक्यो। मान्छेहरुले चाहिँ गालामा हेरेर लभ बाइट भनेर क्या फेरि कसरी चाहिँ किस खाइदिए जस्तो गालामै लभ बाइट बस्यो भनेर सबैले हेरेको हेरे मलाई चाहिँ फेरि अप्ठ्यारो भइसक्यो। अब के भन्नु हैन भरे भन्दा यो चाहिँ के हो भन्दा राति सुतेको बेला किराले टोक्यो कि के बिस लाग्यो कि थाहा भएन हो। यस्तो भइरहेको छ। अन्त मान्छेहरुले चाहिँ अब गालामै लभ बाइट लिएर आएछ। अरूले चाहिँ अब अरू मान्छेले यसो लभ बाइटहरु लियो भने पनि घाँटीमा ल्याउँछ, उसले त गालामै लिएर आएछ भने यस्तो लभ बाइट पनि यस्तो भयो। किराले लभ बाइट दिइरहेछ। बॉयफ्रेन्ड थाहा छैन कुन दुनियाँमा छ हो, आफू कुन दुनियाँमा यहाँ लभ बाइट चाहिँ किराले दिइरहेको छ। अनि यस्तो अफरहरु पाउँछु मैले। अनि यस्तै हो दुखी जिन्दगीको सिंगल लाइफमा यस्तैहरु लभ बाइटहरु आउँदो रहेछ। के भन्नु अब।